यो छोरा फेरि कहाँ गएको बिहानदेखि कि अत्तो पत्तो छैन त्यो जब गरेको छ माइलेसँग लाग्यो अरे यो आइमे आज के साह्रो ठुलो स्वर छ तिम्रो मात्रै ठुलो स्वर छ तिम्रो स्वरले गर्दा मेरो टिभी नै फ्रोज भयो ए मेरो यो ठुलो स्वर टिभी मात्रै मेरो टिकटक पनि फ्रोज भयो ए बाप रे म सानैसँग बोलिरहेको छु ए यो सानो स्वर अहिले हेर भयो मेरो हातमा चामो छ नि यो टिभी र फोन मात्र फ्रोज हुने होइन रोकिने होइन तपाईँको सास रोकिलो नि ए बाबा सास रोकिने कुरा नगर सास रोक्ने आँचो नै तिमीले छोरीको तालदेखिको छोराको ताल थाहा छँदैछ मेरो सास रोक्ने खान्छौ नि भयो धेरै नबोल्नुहोस् तपाईँ म एकछिन बसेको अनि थिएँ बिना के साह्रो गन्ध ए बिना तेरो दादालाई कल गर्नु सिधैलाई यो कहाँ गयो फेरि बिहानदेखि सुत्तै एउटासँग गाडी बोलायो सुत्त भयो म बिराउने मान्छे यिनीहरूलाई म कति सम्झाउनु कति भन्नु मेरो कुरा त यिनीहरूले केही पुच्छर लाउँदैन त्यसले गर्नुपर्दैन आमा हेर यसको ताल कहाँ चाहिँ गयो यो फेरि सिन्टोले पैसा चिन्ने भएपछि मात्रै फर्किन्छ तपाईँले त्यही हो त्यसको पैसा चिन्ने भयो मात्रै आओस् न मैले जानेको छु त्यसलाई पनि त्यसलाई जानेको छु त्यो माइलासँग खुट्टा त्यो जन्तरेको छोरा र त्यसको अर्काको छोराछोरीले नबस्छ हेर त्यो फोन आयो कसको चिन्ताको छोरी कुनै केटी मान्छे हो कि बिहे त्यसबाट फोन आएको छ छिटो उठाउनु Hello, Is this Madhushi? no, this Mukunde. Oh, okay, what's your name? You know? M-O? Yeah. M-O. Nepali eating momo. Nepali eating momo. Mo. M-O-Mo. K-U-K-U-N. Kun. Blood. You know blood? Kun. D-A-Y. Like Sunday, Monday. You know? Like every day. Mukunde. Like every day. यो गाउँको चाल बोल्न जानेन भने छोरीलाई थपक्क दिनु नि फोन फोनमा बोलेर Are you there? तिम्रै मात्रै पुग्छ कति बाटो भएको यो न इङ्ग्लिस छ फेरि हो तेरा मलाई कतै छोरी फेरि कस्तो बोलायो म बोल्दिनँ कहाँ बोलेको देख्नु भएन अहिले पनि आएको कुरा छ छोरीले त देख्यो छोरी पनि उस्तै सबैजना मैले गर्नु तिमीले थाहा छ एउटै जातको कुरा छ के गर्नु र Excuse me. Yeah. Yeah, you know Mukunde. Yeah. Oh, okay. Yeah, Mukunde, I got your application about the food stamp. Yeah, I apply. Yeah. Yeah, so previously you got $300 per month. Is that right? 300. Not good. 300. Okay. You know my life? Yeah. One time 600. So 300 now, not good. You know my हेर 2 stars. You know 80. One day, done. My shop, Sam's Club. You know Sam's Club? 38. Like Okay. first 300, not good. Maybe 700. Okay. हेलो Hi. Yeah, I just got an application about Yeah, I got an application about your dad. Like previously he got like $300. So I will verify and recall you back. Is that okay? Okay, thank you. Have a nice day. लाउनु अरे किसकिस नगर्नु है जहिले किसकिस मात्रै गरेको छ अनि यति आएर बोल भन्दा बोलिस् तिमीहरूले मलाई आज निकै धेरै दिन भयो तिमीहरूले मलाई नि देखि नसक नि केही बक्कतिर नभएर छोराछोरी बिग्रेको एउटा छोरा कहाँ गयो क्यासिनोतिर गएको छ अरे काम चाहिँ कहाँनिर बिगाऱ्यो कता हिँडेको छ अत्तो पत्तो छैन छोराछोरीलाई म बिरामी मान्छेले मात्र कति हेर्नु कति यिनीहरूलाई भन्नु सुक्क टेर्दैन यिनीहरूले भनेको ठ्याक्क टेर्दैन त्यही भएको कारणले गर्दा नि साथी पहिलेदेखि नै नानीहरू गर्नु पर्थ्यो लु अब नानीहरू सम्झिँदा चाहिँ तपाईँको बिग्रिँदै चाहिँ आमा तिमीले बिगारे लु भन सुन न भन ए
छैन न छोराले काम
देवर भाइलाई गर्नु पर्यो उसले पो उठाउँछ कि हेलो हेर न कम्प्युटरको बोलेको रहेछ माथि घरको माइलीलाई कल गर्नु पर्यो उसले त ब्लकै हानेकी रहेछ नि परेको बेला त आफ्नो मान्छे पनि कामै आउँदैन एकजना चर्चको पिटर भाइ घरिघरि हाम्रो घरमा आइरहनुहुन्थ्यो उहाँबाट सहायता पाउँछ कि एकचोटि उहाँलाई कल गरेर पऱ्यो हेलो हेलो हजुर पिटर भाइ को बोल्नुभयो म शान्ति भाउजू पिटर भाइ ए शान्ति भाउजू नमस्ते भाउजू हजुर नयाँ नम्बरबाट कल आयो नि भाउजू त्यही भएर ए त्यस्तो के भयो भाउजू पुरानो फोन त चिप्लिप्पै पारेको नि मेरो छोराले ए हजुर त्यस्तो के भयो भाउजू अब घरको सानोतिनो झैझगडा भएको थियो यस्तो ठकठक ठुक्टु यिनीहरूको बाउले घर छोडेर गएको 2-3 दिन भइसक्यो सारा छरछिमेकीलाई आफन्तलाई फोन गरेर कसैबाट कल पनि आएन ब्याक कल पनि आएन फोन पनि उठेन म त साह्रै निराशा भएर तपाईँलाई सम्झेको नि पिटर भाइ हुन्छ नि भाउजू अहिले एकछिन मासतिर 12 बजी दाजु घरतिर छु कि म अलिकति ढिलो चाहिँ हुन्छ होला तर म आउँछु नि भाउजू हुन्छ भाउजू हुन्छ नि भाइ ए हुन्छ ल त भाउजू म घर चाहिँ छिटो गरेर आउने कोसिस गर्छु ल हुन्छ चिन्ता नगर्नु हस् ल दाजु एकछिन शान्ति भाउजूमा जानु पर्यो कस्तो चाहिँ के छ ए भ्याउ त मेरो यसो सपिङ गर्नु जानुपर्ने थियो आज घरको आमा पनि काममा गएको छ त्यसैले र पनि ठिकै छ नि त जाउँ न त पिटर भाइ ए हुन्छ नि हुन्छ त्यसो भने एकछिन जाउँ न हस् शान्ति भाउजू शान्ति भाउजू शान्ति भाउजू मामी हजुर हजुर पिटर भाइ अलिक साह्रो बोल्नुहोस् न तपाईँको स्वर अलिक कम्ती आयो क्या मामी भाउजू लाग्यो हजुर शान्ति भाउजू हजुर पिटर भाइ ए भाउजू हामी आइपुग्यो नि भाउजू के छ खानेकुरो ए नमस्ते भाउजू नमस्ते भाइ दाजु आउनुहोस् न हुन्छ नि ए पिटर भाइ आउनु भएको छ यतै आउनुहोस् न के भयो तिमीलाई चाहिँ फेरि यो चुल्ठेलाई साह्रो भोक लाग्यो के पाकेको छ तिमीमा यो यही स्याउ छ यही स्याउ खाऊ अरू केही छैन घरमा तिमीले काम गर्नु ल्याएको छौ र तिमीलाई दिनु मान्छे घरमा त कसै के पाकेन सबै बाटो हुन्छ तिमीलाई ओठमा बसेर पुग्यो यो हेरेर खाऊ तिमी छोरी मान्छे त्यो त भाउजू अचानक कल गर्नुभयो त्यस्तो के हेर न भाइ पिटर भाइ अब घरमा यस्तो अपाङ्ग छोरा छ बुढो बनाउँदा 2-3 दिन भएन फोन गर्दा फोन उठाउँछ हिजोसम्म फोन लागेको आजदेखि त स्विच अफ भएर अन्त के गर्नु होला छोराछोरी यस्तै छ त म बिरामी मान्छे दबाई पनि खान पाएको छैन अनि अलिकति छिटो अगाडि भन्नुभयो हुन्थ्यो नि त त्यसो दाजु हराएको थियो त्यो हाम्रो शान्ति भाउजू म बेला बेला यसो आइरहन्छु ए दाजु हजुर उहाँ चाहिँ मैले चिनेन चर्चको घरमा दाजु नि नमस्ते दाजु दाजु घरतिर थिएँ त्यो दाजु त्यो त भाउजू यसो मेरो अलिक 1-2 दिन अगाडि नै कल गरेर भन्नुभएको थियो यस्तो आमा परेपछि यस्तो के भयो फोनको उठाउँछ कि आइहाल्नुहुन्छ कि भन्ने आशा भयो पिटर भाइ गाडीको आवाज जस्तो सुन्दैछु भाउजू कति दाजु हो कि खोइ म त पत्याउँदिनँ यत्रो दिन भइसक्यो मेरो त
के चाहिँ खायो होला कहाँ चाहिँ गयो होला के गर्यो होला अनि दाजु नि होइन दाजु आउँदै हुनुहुन्छ त्यहाँ ए हुँदो रहेछ त उहाँ दाजु घरको बोल्की नि दाजु नमस्ते दाजु नमस्ते नमस्ते के दाजु तपाईँ चाहिँ यत्रो दिन कहाँ जानु भएको तपाईँ हेर त्यहाँ फेरि हान्न लाग्यो कुरो जस्तै भएर आउनु भएछ हेर हेर चिसोले निलो न निलो भएछ यो चिसोमा कहाँ बस्यो के गर्यो नराको जीवनमा तपाईँले अलिकति पनि बिरामी बुढीको तपाईँले अलिकति पनि माया भएन यो अपाङ्ग छोराको अलिकति माया भएन यता आउनुहोस् भाउजू त बसेर गफ गर्नु अहिले यसो फेरि दाजु भर्खर फर्केर आउनु भएको लु यहाँनिर मैले पिटर भाइहरूले बोलाएको पहिला आउँदा त्यसो सोफाहरू देखेँ घरमा त त्यति मात्रै भयो सोफा पनि देख्नु मुढाहरू पनि त्यति नै थियो सोफा फाल्नु भयो क्या भिन्ने ए यता एउटा सोफा खाली रहेछ भिन्ने त्यहाँ चियर छोड्छ नि अङ्कलहरूलाई छोड्दैन लु लु मान्छे पाउन आएको बेलामा पनि के गर्नु भाइ भाइ यता भाइ यतै आउनुहोस् न यतै आउनुहोस् लु हेर अप्ठ्यारै भएको बसौँ न हुन्छ हुन्छ आउनुहोस् बस्नुहोस् न यता ल्याउनु नि यता तिमीहरूलाई त मैले त्यस्तो के आयो दुई तिन दिन भयो भन्दै हुनुहुन्छ त्यस्तो केही होइन भाइ यसो गरेर उसले सबै भन्यो होला होइन छैन भाउजू त्यस्तो के त्यही बेला भन्नु न तपाईँ न मलाई भन्नुहुन्छ मनभरि पीडा बोक्यो बस्यो अनि कता कता घर छोडेर हिँड्यो तपाईँको यही हो त तपाईँ भित्र के छ हामीलाई थाहा हुन्छ यहाँ पुरुक्कै यहाँ पिटर भाइहरूलाई भन्नुहोस् यहाँ बसेर भन्नुहोस् भाइ भन्नुहोस् हामी पनि तपाईँको दाजुभाइहरू हौ है आउनुहोस् भन्नुहोस् न मनको कुराहरू भन्नुहोस् बहिनी आफूलाई सम्हाल्नुहोस् है यो जीवनमा यति महँगो हुँदा छोराछोरीको ठुलो आश राखेको थिएँ तिम्रो लागि मैले केही पनि दिन सकेको छुइनँ हेर्नु न के अरे मैले के चाहिँ मागेको थियो र मैले सुन चाहिने गर्दैन तपाईँले मागेको थियो छोरी बिग्रियो राम्रो बाटोमा हिँडेन को भलामा हिँडेको भनेको त मेरो पनि त मन थियो नि यहाँ बसेर कुरा म गर्नुहोस् न यहाँ जीवनदेखि हार खाएँ आउनुहोस् भाइ बस्नुहोस् दाजु बस्नुहोस् बस्नुहोस् म जीवनदेखि हार खाएँ दाजु त्यस्तो छ धेरै निराश हुनु पर्दैन धेरै निराश हुनु पर्दैन त्यो तपाईँको मनमा यसो हेर्दै गर्दाखेरि मनमा निकै चोट के धेरै गयो एउटा निराश भएको जस्तो देखिन्छ होइन भाइ जे त्यस्तै भयो भगवान् सबै कुरोमा जीवन जिराइरहेको छु यो देशमा न मेरो भाषा छ मसँग सबै नै पुग्छ आज जीवनको यस्तो मोडमा म पुगेछु मृत्युदेखि निकाल गर्नुमै केही पनि छैन तर त्यो बाटोबाट जाँदै गर्दाखेरि यसको यादले फर्कायो यसको यादले फर्कायो के छ हामी यसो आएर सबै ठिक हुन्छ दाजु सबै ठिक हुन्छ नि है ठिकै छ अब बरु भन्नुहोस् न दाजु यसो के एकदमै गाह्रो परिरहेको छ तपाईँलाई त्यस्तै हो भाइ भनेको जस्तो काम छैन
छोराछोरीको धेरै आश गरेछु। अनि भाइ यस्तो नि अब आउँदो छोराछोरीको आशले पनि तपाईँलाई म बुढोले गाह्रो स्थितिमा होइन अथवा तपाईँलाई भौतिकको समस्या छ कि परिवारको अथवा जबको यहाँ हाम्रो पिटर भाइ हुनुहुन्छ नि त, हाम्रो यहाँ चर्चको पिटर भाइ हुनुहुन्छ, उहाँले एप्लाई गरिदिनुहुन्छ। उहाँहरूसँग के हो के कसो भएको छ भन्नुहोस्, उहाँहरूले सहायता गर्नुहुन्छ अरे। भन्नुहोस् दाजु, त्यो भाइ पनि पहिलाको कमजोरी देखि आशा मोडिसकेको छ भाइ। त्यति धेरै आशा लानु पर्दैन दाजु। मेरो लागि को छ यो एउटा नभल्ने यसले मात्रै भनौँ न बिसाको श्रीमतीको धेरै आश गरेको थियो। हुन त मेरो गल्ती होला, थकित हार भए जीवनबाट भाइ। हामी जस्तो मान्छेको आदि भाषा बोल्ने एकदम गर्दै गर्दै म छोरा होइन दाजु, छोरा है, हो त यही आएर बस्छ त यहाँ। निकै ठुलो भइसकेको छ। भाइ आउनु नि, जमाएको छ त भाइ, आउनु सक्नुहोस् यहाँ, आउनुहोस् बस्नु न। अनि सिन्धे होइन भाइको नाम सिन्धे हो? दाजु हजुर हजुर। अनि भाइ नमस्कार। हुन्छ, यहाँ तपाईँको है घरमा धेरै भाडभैलो भएको कहानीहरू भन्नुहुँदैछ आमा बुवाले। तपाईँ त धेरै जवान रहेछ, तपाईँको सिलसिला के छ? पढाइको क्षेत्र, जबको क्षेत्र के गर्दै हुनुहुन्छ भाइ अहिले? घरमा यस्तो भाडभैलोहरू छ, बहिनी रहेछ, आमा बिरामी हुनुहुँदो रहेछ, बिचरा भाइ हेर्नुहोस् त अपाङ्ग, जन्मै आफ्नो भाइको हालत यो रहेछ। अनि बुवा पनि 2-3 दिन हराएर आशालाई बिहीन मारेर जानुभएको रहेछ। भाइ के छ तपाईँको व्यवस्था, व्यवसाय? केही छैन, केही गरेको छैन। त्यही त भाइ पहिला आउँदा त कति 9मा हो कि 10मा पढ्दै हुनुहुन्थ्यो, अहिले त कलेज पनि सकायो होला। यसो पारिवारिक अलिकति अवस्था अप्ठ्यारो देखियो है, घरको छोरा हो, बुवाको पनि यसो लिएको गएर छोरा जस्तो छ। दाजु त्यस्तो केही भन्नुहोस् न, मन खोलेर अप्ठ्यारो मान्नु पर्दैन। तपाईँको अनुहारबाट नै एकदम प्रष्ट देखिरहेको छ। छैन भाइ, आशा नगर्नु व्यक्तिले के चिरेर देखाउनु लगाइ वास्तविकता पनि भन्न पनि आफूलाई लाज लाग्छ। दाजु अप्ठ्यारो किन गर्नु? छोरोको हालत यस्तो छ, मेरो मात्रै जीवन होला जस्तो धिक्कार लाग्छ जीवनबाट। आश राख्ने ठाउँहरू छ नि दाजु, सायद कहिलेकाहीँ मानिसहरूले गलत ठाउँमा आश राखेको कारणले गर्दा पनि हामी यति गहिरो निराशमा पर्छौँ। हाम्रो आफ्नो आशा सही ठाउँमा हामीले राख्यौँ भनेदेखि नै सायद हामी यति साह्रो गहिरो चोर भएर जानु पर्दैन। हामीले के देख्दैछु दाजुको अनुहारमा हेरेको भनेदेखि तपाईँ एकदमै गहिरो निराशमा हुनुहुन्छ, भएको आशा सम्पूर्ण रूपमा मारेको मैले महसुस गर्दैछु दाजु। कि वास्तवमा त्यस्तै हुँदैन? बहिनी पनि बिरामी हुनुहुँदो रहेछ है? पहिलाको निकै कमजोरी देख्नुभएको छ। हजुर हजुर। पहिला त हुँदैन। सोधिरहनु भएको छ त, बोल्नुहोस्। त्यसै के छैन भाइ, म त यस्तो यात्रा छु आशा नभएकी व्यक्ति। छोराछोरीको ताल तपाईँले पनि देखिहाल्नु, उसले पनि भनिसकेको थियो होला। अब म कति दिन बाँच्छु होला र? जेन चोर्नु जेन गर्नु पढाएर यहाँसम्म बनाइदिएको छु। अब म यो कुरोले जुटाउने कुरोहरू सक्दैन होला। ठुलोले सुनिहाल्नु होला सिधै है, बुवाको गुनासोहरू यसो केही
परिवारको लागि के सोच्नु भएको छ तपाईँले? त्यस्तो के लाग्छ तपाईँलाई? मैले कति परिवारको कति मैले बुझ्न सक्दैन कति कुरो बाबु यस्तो स्थितिमा छ भने मलाई थाहा भयो साथीको लैलैमा साथीसँग मात्रै भनेर भएन भाइ। परिवारको गति परिस्थिति यस्तो भएपछि त हरेक बुवा आमाले छोराप्रति आशा राख्छ नि, अनि छोराले नै केही कुरो गर्नु परेन र मलाई केही पनि चाहिँदैन, मलाई गाडी पनि चाहिँदैन। तपाईँलाई म साथ दिन्छु, बहिनी छ मिलेर म तपाईँलाई साथ गर्छु, साथ दिन्छु। सायद पहिलादेखि तपाईँले यो विचारको घरमा राख्नुभएको भएदेखिलाई सायद परिवारको अहिले अवस्था यस्तो हुन्थेन होला। सुन्दर परिवार थियो दाजु, अरूको राम्रो परिवार थियो। आशा मानिसहरू पवित्र धर्मशास्त्र बाइबलको रोमी 5:5 लेख्ने भन्छ है, आशा राखेकोमा कहिले निराशा गर्नुहुन्न यीशु ख्रिस्टले, होइन त? उहाँले भन्दै गर्नुभएको कुरा चाहिँ सायद मलाई लाग्दै गर्दाखेरि अलिकति महसुस भएको कुरा चाहिँ सायद हामीले आशा जो राख्छौँ नि, सायद हामीले यदि मानिसहरूसँग भौतिक कुराहरूसँग सायद हामीले आशा राख्यौँ भने त्यो आशा चाहिँ एकदिन निराशमा परिणत हुन्छ नै हुन्छ। किनभने मानिस परिवर्तन नै छ, अनि परिवर्तन मानिसले दिएको आशामा सबै भर पर्न सकिँदैन। त्यसले गर्दाखेरि सायद यदि तपाईँले भएको आशा जो छ ईश्वरले नमार्नु भएर सायद जीवित ईश्वरका तपाईँले आशा राख्नुभयो भने सायद त्यो मरेको आशा फेरि पनि जीवित हुन सक्छ नि दाजु। त्यो यति साह्रो गहिरो चोटमा यस्तो भएर जानु पर्दैन नि, त्यो आशाहरू पलाउने छ। हजुर हजुर भाइ बहिनीहरू। त्यसले गर्दाखेरि म तपाईँलाई के उत्साह गराउँछु भनेदेखिलाई के सल्लाह दिन चाहन्छु भने भाइ, विशेष दाजु भाउजू, जस धन्दा कल गर्नुभयो समयमै त्यो प्रकारले मलाई पनि दुःख लाग्यो, तर पनि जुस तपाईँको बिचमा मैले आएर दाजुमा म आएर तपाईँ मर्दै गएको आशालाई जीवित बनाउनु एउटा मौका मिल्यो। त्यसले गर्दाखेरि भावी दिनहरूमा यस्तो परिस्थिति तपाईँको परिवारमा नघटोस्, त्यो नघट्नका लागि भौतिक कुरा र शारीरिक कुरा सुन्नको आशा भन्दा पनि तपाईँले ईश्वरसँगको आस्था राख्नु आजबाट सुरुवात गर्नुभयो भने सायद भोलि आउने निराशालाई फेरि पनि तपाईँले मार्नु कहिले पनि हुन्न, त्यो आशालाई कहिले पनि मार्नु हुन्न। भाउजू बल्ल बल्ल जानु पनि पर्छ। दाजु भाइ म चिया यसो अलिअलि बनाउँछु नि, चिया खाएर जानु पर्दैन भाउजू, हुन्छ हुन्छ, हामी पिउरी खाएर आएको। दाजुको अलिकति फेरि दाजुको गएपछि भने खाली म कहिले पठाउनु हुन्न कि फेरि त्यसले गर्दाखेरि बरु यसो भोलितिर यसो बरु झर्नुहोस् न। भोलि क्रिसमस छ कि? म तपाईँहरूको लागि यसो परिवारको बारेमा केही कुरा यसो यो भिडलाई सन्देश दिनुहोस् पऱ्यो, यसो बरु तपाईँ मसँग सहभागिता भइदिनुहोस् न। यतै आउनुहोस् न, मसँग जोडिनुहोस् न, आउनुहोस् न। बाबुलाई पनि यसो अलिकति बिचरा पहिला त अलिकति राम्रै देख्छ, अलिकति भाइलाई पनि ख्याल गर्ने बेला भएछ तपाईँहरूले। उहाँ अस्पताल देखाउँदै हुनुहुन्छ, देखाउनु भाउजू त भाइ सिन्देर त आउनुहोस्, भाइ सिन्देर त आउनुहोस्, आउनुहोस् यता यतापट्टि आउनुहोस्। बहिनी बिन्ने निकै ठुलो भइसक्यो नि, निकै ठुलो भइसकेको छ, यता यता आउनुहोस्, यतापट्टि सानो यत्रो देख्छ दाजु, निकै ठुल्ठुलो भएछ। त्यो त विशेष गरेर यहाँ सबैजनालाई नमस्ते अनि जय मसिह। आज विशेष मैले हाम्रो दाजु बिन्देको परिवार लिएर तपाईँहरू कहाँ आएको छु। यो परिवारको अवस्था र घटनाहरू तपाईँले अघिबाटै देखिराख्नु भएको छ। यो यति सुन्दर परिवार, कति रमाइलो परिवार। भाउजू त म पहिला जिस्काएर बाटोली भाउजू भन्थेँ, निकै राम्रै भाउजू हुनुहुन्थ्यो। त्यसले गर्दाखेरि अब दाजु एकदमै मेहनतिलो दाजु, एकदमै रमाइलो परिवार भएको। अचानक उहाँहरूको अलिकति परिवारमा धेरै कुराहरूले गर्दाखेरि एकदमै गहिरो निराशमा भएको हामीले महसुस गऱ्यौँ।
तर ढङ्ग भाउजूले अलिकति बेलामै कल गर्नुभएको कारणले गर्दाखेरि हामीले उहाँहरूको निराशमा आशा थप्ने एउटा मौका मिलेको छ। आज विशेष गरेर यहाँ भेला हुनुभएका हाम्रा आम समुदाय नेपाली दाजुभाइ दिदीबहिनी सायद संसारभरि छरेर बस्नुभएका सम्पूर्ण परिवारमा सायद यो परिवार जस्तो हामी पनि अछुत्त छैनौँ होला। हामी पनि विभिन्न कारणले विभिन्न समय र परिस्थितिहरूमा सिजनहरूमा लाइफको सायद हामी निराश भएर गइरहेको छौँ होला। यदि तपाईँहरू साँच्चै नै त्यो निराशको बाटो भएर तपाईँको व्यक्तिगत जीवन, पारिवारिक जीवन, सामाजिक जीवन भएर गइरहेको छ भने म आज यो परिवारबाट एउटा सन्देश तपाईँलाई दिन चाहन्छु। यो परिवारको निराश जीवन यस कारणले गर्दा पनि भएको ताकि उहाँले भौतिक कुराहरू, शारीरिक कुराहरू, टलिजाने र बितिजाने कुरासँग राखेको आशाले गर्दा हो। यदि तपाईँ र म यो परिवारले जस्तै अन्तिममा यदि अनन्तको कुरो ईश्वरसँग हामीले आशा राख्यौँ भनेदेखिलाई हामी कहिले पनि निराश हुनु पर्दैन। हो, जीवनमा समस्या आउँछ, घटी आउँछ, विराम हुन्छ, कहिले के हुन्छ भने जस्तो हुँदैन। तर हाम्रो ईश्वरसँग राखेको आस्थाले जहिले पनि तपाईँ मेरो निराशभरिमा हामीले जहिले पनि एउटा भित्र हृदयबाट उत्साह पाइरहन्छ। त्यसले गर्दाखेरि यो परिवारमा फेरि पनि यो निराशको बावजुद यो परिस्थितिमा एउटा आशाले जन्म लिएको छ। त्यसले गर्दाखेरि म एकचोटि सबैजना जतिजना उपस्थित जोरदार ताली बजाएर उहाँको परिवारलाई बधाई दिँदा होला म अनुरोध गर्न चाहन्छु। र उहाँको परिवारमा चाहिँ तपाईँको परिवारमा पनि जीवित आशाले जन्म लिएको होस्। धन्यवाद। हुन्छ, नमस्कार।